गुड मर्निङ एभ्रिवान। आज चाहिँ हामी पर्क ससेस खाएको, घरमै बनाएको यो चाहिँ होइन। अन्त यसलाई चाहिँ यसरी पिस पिस काट्नुपर्छ। यो हिजो बनाएको त हाम्रो चाहिँ फ्राई गर्ने। हामी फ्राई गर्दा चाहिँ फर्स्टमा यसरी तेल पुरा खराउनुपर्छ होइन प्यानमा, नभए चाहिँ टाल्लिन्छ नि के, टाल्लेर मामाम सबै निक्लिजान्छ हो। यसरी राख्नुपर्छ, एसेम्बल गर्नुपर्छ मजाले होइन। अन्त त्यहाँदेखि चाहिँ यो चाहिँ एक्चुअलीमा मासु, रक्ती, बोसोमा पाकेको माम होइन, त्यो मिक्स गरेको। अन्त त्यहाँदेखि पुरा चिम्फिङ, खानाक्पा, टिम्बुरहरू लाउनुपर्छ, हाम्रो खाली अचारहरू, अदुवा लसुनको पेस्टहरू बनाएर, खोर्सानी लाएर, अलिकति हुचिङ लाएर होइन। अन्त नुनहरू स्वादअनुसार लाएर मजाले बनाउनुपर्छ। अन्त मुछेर बनाउनुपर्छ। तर यो चाहिँ मैले सबै पहिला आमाले बनाउँथ्यो देखेर सिकेको। अन्त बनाएको हिजो चाहिँ, आज चाहिँ हामी अब यसरी फ्राई गर्नुपर्छ होइन। अन्त त्यहाँदेखि अब यो भइसकेपछि चाहिँ मैले अघि अनियनहरू चप गरिरहेको छु होइन। अन्त त्यहाँदेखि त्यो अनियनहरू माथिबाट यस्तो लाउनुपर्छ। अब हेर्नुहोस् ल, अब यसरी अनियनहरू लाउनुपर्छ, बरु अलिक अरोमा दिन्छ नि, हुन्छ नि, अलिक मिठो फ्लेभर आउँछ हो। अनि त्यहाँदेखि गार्लिकहरू पनि छ भने अगाडि गार्लिक लाउँदा पनि हुन्छ, त्यसले मिठो दिन्छ सेन्ट होइन, एक प्रकारको अरोमा हुन्छ। यी मैले गार्लिक चप गरिरहेको छु अलरेडी। त माथिबाट अलिअलि स्प्रिङ गऱ्यो, त्यहाँदेखि मिठो हुन्छ, एक प्रकारको टेस्टी हुन्छ। अरू केही लाउनु पर्दैन होइन। माथिबाट अलिअलि नुन छर्क्यो अब, अन्त त्यसो गर्नुपर्छ। तर यो फ्राई गर्दा चाहिँ पतला काट्दा पनि हुन्छ, ठिक बाक्लो काट्दा चाहिँ मिठो हुँदैन बाक्लोमा चाहिँ होइन। पतला पतला काट्नुपर्छ होइन, यसरी टाल्लिँदैन। मजाले खरायो नि प्यान, अलरेडी पुरा खरायो भने चाहिँ टाल्लिँदैन मामाम क्याउ, नभए चाहिँ पुरा टाल्लिन्छ। अन्त भित्रको मामहरू सबै निक्लिजान्छ हो। अन्त चाहिँ अब खाने एकछिनबाट अब यसरी हुन्छ। सबैलाई एकपल्ट फेरि पल्टायो होइन, मुनिको अब यसो तपाईँले चिन्छ होइन, कालो कालो भएपछि पल्टाउनुपर्छ होइन। अन्त चाहिँ नाउ इट्स रेडी टु सर्भ हुनु आँटेको छ। बाई बाई, इट्स रेडी, बाई बाई।